धारा त निर्माण भयो तर एक दिन हैन, 2 दिन हैन, 3 दिन हैन, 4 दिनपछि हाम्रो यहाँको अन्तिम दिन हो न। टक्क लाएर बोला समाचार हेरिरहेको छु। एकजना बिमल भाइले चाहिँ उता बोकिरहेको छ हैन। अब केटाहरूले चाहिँ सिगरेट बोकिरहेछन् टक्क लाएर। आज चाहिँ हाम्रो यहाँको धारा निर्माण भएको अन्तिम दिनसँगै मौसमले बिहानै पानी परिरहेको थियो भने अहिले पुरा घाम लागिरहेछ। यहाँतिर चाहिँ एकदम पुरा धेरै गर्मी भनौँ न, अलिकति त्यस्तो गर्मीसँग आएर चाहिँ ओखरका पातहरू पलाएर पुरै हरियो भइसकेको छ, झ्याम भइसकेको छ हैन। र पानीको कारणले गर्दा यति चिप्लो छ कि बाटो हिँड्न पनि अलि डर लाग्दो छ हैन। र हाम्रो अब काम गर्ने ठाउँ चाहिँ भेटिन लागिसकेको छ भने थोरै छ। अब आज काम गर्ने चाहिँ रेडी पोजिसनमा छ हैन। पुरा टोटल सोलिङ सब भइसकेका छन् भने यो साइड र यो साइड हामी आज पोस्टर गर्नुपर्ने छ भने पुरानो धारो चाहिँ यस्तो टाइपको छ। र अहिले घाम लागेर अलि बिहानै टाइम हो तर क्याप चाहिँ पछि निस्किलाउने अब बल्ल भयो हैन। गाह्रो छ एउटा बिमल भाइ छ अनि एकजना हाम्रो पवन भल गरेर यहाँ बसिरहेछ। यो चाहिँ सबै सिमेन्ट प्लास्टर गर्नुपर्ने हुन्छ क्या हैन। जस अब यो पहिला चाहिँ पुरानो यस्तो थियो भने यो हल्का गाउँको ओडाले फट्काएको योजनाबाट बनाएको हो हैन। ओडाले दिएको भनौँ न। टक्क लाएर यता त्यो सिमेन्ट प्लास्टर हुँदैछ। 4 दिनपछि काम सकेपछि पश्चिमतिर मिति 2081 साल 12 महिना 30 को स्थापना मिति राखेको छ भने जम्मा 3वटा धारामध्ये पश्चिमतिरका 2 धारा महिलाको नाममा छन् भने पूर्वतिरको एउटा धारा भने पुरुषको नाममा रहेको छ। ल गाइस, हाम्रो चाहिँ आज यहाँ निर्माण हुन आँटिसकेको छ। ल आजको लास्ट डे हो हैन। र यहाँ चाहिँ टक्क लाएर एउटा पुरुष हैन, यो साइडको चाहिँ पुरुषको धारा हो। यो चाहिँ अलि लङ छ, यो चाहिँ ट्याक मिलाएर काट्नुपर्ने हुन्छ भने यता महिला अथवा पुरुष भनौँ न, यो साझा भनौँ न, जनजाति अनुसार के हुन्छ त्यो यता उता महिला हैन। उता मित पनि लेखेको छ। र आज लगभग हामी अन्तिम चरणतिर आइसकेका छौँ हैन। टक्क लाएर अब भनेको यो चाहिँ ढलन गर्न बाँकी छ टक्क लाएर हैन। अहिले चाहिँ हामी नास्ता खाने टाइम भर्खर नास्ता खाएर सकेको अनि कामदारहरू भनेको हाम्रा जम्मा त्यही 8-10 जना मात्रै हो। करिब 3-4 दिनको काटेपछि निर्माण भएको हैन। अनि पहिलाको धार चाहिँ पहिला त्यस्तो छ। अनि यहाँ पनि एउटा धारा थियो, यहाँदेखि यता पनि अर्कै नाउलो आउँछ नि त, पानी आउँछ। सो त्यस्तो छ भनौँ भने हाम्रो यतातिर चाहिँ यो मजाले साबुन लगाएर चाहिँ टक्क लाएर साबुन लगाउन मिल्छ, कपडा लाग्न मिल्छ भने यतातिर पनि साबुन लगाउन मिल्छ भने यहाँदेखि चाहिँ हाम्रो पानी चाहिँ यहाँबाट पास हुने टाइपको भइरहेको छ। टक्क लाएर हाम्रो आज अन्तिम दिन भएको कारणले गर्दा फोटो खिच्ने अनि टक्क भिडियो बनाउने काम पनि भइरहेको छ। र गाइस जस्तै हो अहिले बेलुकाको करिब 5 बजिसकेको छ भने हामी अब यो काम सकाएर घरतिर जानेवाला छौँ। आजको दिन बाहेक पार गरिएका अघिल्ला दिनहरू हेरौँ। ल गाइस, हामी चाहिँ आज यहाँ धारो बनाउने प्रोसेसमा छौँ हैन। यति काम चाहिँ भएको छ। टक्क लाएर यहाँ चाहिँ फिल्ड पुरा यो प्लास्टर पुरै हुन्छ हैन। यहाँ चाहिँ 3टा धारा साथै टक्क हुन्छन्। अनि आज चाहिँ एउटा यहाँबाट चाहिँ एउटा सिटी हुन्छ टक्क लाएर हैन। फाइनल भिडियो लास्ट चाहिँ फाइनलमा चाहिँ आउँछ। जस्ट एउटा जुट चाहिँ भयङ्कर यहाँ छ हैन। अनि यो चाहिँ हामीले चाहिँ यहाँ फुटा नसकेर फालेको एउटा चाहिँ यहाँ टक्क फुटालेको। यसको ठ्याक्कै यो थियो क्या हैन। यसको यो चाहिँ माथिपट्टि तलपट्टि चाहिँ एउटा यसको थियो हैन। त्यो चाहिँ यहाँ फुटाले यस्तो अलि यहाँ बान्डो वाल चाहिँ लगाएको छ। यतातिर चाहिँ पुरा बस्ती साबुनहरू लगाउने हुन्छ हैन। अनि यहाँ चाहिँ टक्क लाएर यस्तो हुन्छ क्या, पानी सानी फाल्ने एउटा त्यो हुन्छ नि, पाइप राखेर चाहिँ तलतिर फाल्ने हुन्छ। यहाँ चाहिँ योहरू चाहिँ पुरै प्लास्टर गरेर यहाँ माथिपट्टि चाहिँ पुरा ड्याङ हुन्छ हैन। स्टोरेज ट्याङ्की बनाउने है हुन्छ। मूल ट्याङ्की चाहिँ हुँदैन हैन। एउटा नाउलो चाहिँ यता, एउटा चाहिँ यता हुन्छ। त्यहाँबाट पानी यहाँ अनि यहाँ पानी यहाँ आएर टक्क लाएर धारामा चाहिँ आउँछ हैन। त्यसपछि चाहिँ हाम्रो यो भनेको चाहिँ कपडा धुनेको लागि मेन व्यवस्था चाहिँ यहाँ हुँदैछ भने गिट्टी चाहिँ उतातिर त्यहाँ हल्का देखिरहेको छ खेतको छेउमा हैन। त्यहाँ चाहिँ टक्क कलेक्सन भइरहेछ। अब आज चाहिँ डे 2 हो भने भोलि या पर्सि 4 दिनभित्र चाहिँ जस्ट फाइनल हुनेवाला छ। त्यही हो गाइस, पानीको धारा एउटा त्यहाँ थियो भने एउटा यहाँ पनि थियो हैन। अनि यहाँ एउटा छ कि एउटा पानी आउने ठाउँ यहाँ पनि छ। टक्क लाएर चाहिँ फाइनल भिडियो चाहिँ हेर्नुपर्छ। आज चाहिँ 2 दिन हो भने भोलि प्लास्टर गर्दाखेरि चाहिँ म फुल भिडियो लिएर आउँछु। टक्क लाएर भिडियो चाहिँ अन्तिमसम्म वाच गरिदिनु होला। धाराको माथिपट्टि खाल्टो परेको धुनु आकारको जस्तो भाग पनि देख्न सकिन्छ, जसलाई ड्याङ पनि भन्ने गरिन्छ, जसको काम भनेको पानी जम्मा भई सबै धारामा एकै नासको पानी बग्नु हो। हाम्रो गिट्टी र ओ हैन के भन्छ मसला दस पारीतिर प्लास्टर भएको त्यस्तै हो सेम। टक्का ल बेमार आउँछ फेरि भन्नै पर्दैन छिन्नको लागि त अलि झ्याम पल्टान यार, यो सहित पल्टा त वाउ क्या फोटो
एकछिन गएको छ। दिनभरि काम गर्दा गर्दै बेलुका करिब 7 बजिसक्यो तर काम भने अझै सकिएन। आकाशबाट पानी परिरहेको थियो तर काम गर्ने ठाउँ पुरै पालले ढाकेर मोबाइलको टर्च बालेर भए पनि काम गरेर सकाइयो। ल केटा हो काम जारी छ होइन टर्च सर्च मैले बालिदिरहेको छु। त्यो जग दिन त दाइ। ल पानी किन पानी आयो? छुट्टीको क्या